डिरेक्सनमा जाँदा अघि हाम्रो म्यामहरूले पनि भनिसक्नु भयो, धेरै कुराहरू छ, धेरै आलोचनाका साथै धेरै चुनौतीका सामना गर्नुपर्छ। यो स्टेजसम्म आइपुग्नको लागि हामीले प्रत्येक केटीहरूले मात्र होइन, केटाहरूले पनि धेरै चुनौतीका सामनाहरू गर्नुपर्छ। जिन्दगीमा अघि बढ्नु छ भने चुनौती बिना हुँदैन। जति सक्सेस व्यक्तित्वहरू हुनुहुन्छ, उहाँ सक्सेस व्यक्तिहरू हामीले हेर्दाखेरि सक्सेस हुनुहुन्छ, तर उहाँहरूको ब्याकग्राउन्डलाई हेर्नुभयो भने तपाईँ आफै दङ्ग पर्नुहुन्छ। कति सङ्घर्ष गर्नुभएको हुन्छ उहाँहरूको जिन्दगीमा, कति चुनौती आएका हुन्छन्, कति दुःख कष्ट गरेर आज सक्सेस भएको मात्र तपाईँ हामीले देखेका छौँ, तर उहाँले दुःख गर्नुभएको दिनहरू हामीले देखेका छैनौँ। त्यसैले गर्दाखेरि दुःख पर्यो भनेर र कसैले पछि पार्यो भनेर हामी कहिले पछि हट्नु हुँदैन। जसले चुनौतीको सामना गर्न सक्छ त्यो व्यक्ति अघि बढ्न सक्छ। जो मान्छे डराउँछ त्यो मान्छे लाइफमा हराउँछ। तपाईँ कहिले पनि नडराउनुहोस्, जुनसुकै परिस्थिति किन नआओस्। जहिले भन्नुहोस् आइ एम बेस्ट, म छु, मै हो बेस्ट भनेको, या आफ्नो लागि भन्नुहोस् या अरूको लागि भन्नुहोस्। तपाईँ आफैलाई बेस्ट सम्झिनुपर्छ। अगर आफूले आफूलाई विश्वास गरिएन, आफूले आफूलाई विश्वास गरिएन, आफूले आफूलाई माया गरिएन भने तपाईँ एकअर्कालाई पनि विश्वास गर्ने लायकको बन्नु हुँदैन र एकअर्काले माया गर्ने पनि लायकको बन्नु हुँदैन। ताकि तपाईँलाई कसैले इज्जत गरेन, मलाई कसैले सम्मान गरेन, मान गरेन भनेर सोचिरहनु भएको छ भने रङ। कसैबाट मान सम्मान र इज्जत पाउनु छ भने सबैभन्दा पहिले आफूले मान सम्मान गर्न सिक्नु पर्यो। कुन संस्कारबाट हामी हुर्केका छौँ र कुन संस्कारबाट हामी यहाँ आइपुगेका छौँ त्यो कुनै म्याटर भएन। तर डिएक्सनको प्लेटफर्ममा हामी आएर हामीले सिकेका कुराहरू, डिएक्सनको प्लेटफर्ममा आएर हामीले जुन बुझेको कुराहरू, हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेस, स्वास्थ्य, समृद्धि अनि खुसी, यति मात्र होइन। डिएक्सनबाट के पाउँछौँ भनेर हामीलाई धेरै प्रश्नहरू गर्नुहुन्छ। त्यति मात्र होइन, हामीले के गर्न सक्छौँ र हामीले अघि बढ्दै गर्ने क्रममा हरेक कुराहरू आइरहेको छ। म सठिक तरिकाले तपाईँहरूलाई भन्न चाहन्छु, किनकि टाइम पनि छैन, महिनामा एउटा छुट्टी, मेरो पनि हजारौँ कामहरू छ अहिले, र हजुरहरूलाई विशेष गरी त म धन्यवाद पनि भन्न चाहन्छु। र जुन चुनौतीहरूसँग लड्दै पढ्दै यहाँसम्म आइपुग्दाखेरि हामी अपरिचित नाताहरू परिचित भएका छौँ। तपाईँलाई कसले चिन्नुहुन्थ्यो होला, मलाई कसले चिन्थ्यो होला, तर आज यो महलभित्र उपस्थित भएर तपाईँ हामी सबैको एक नजर आई कन्ट्याक्ट भएको छ। यस अर नो? त्यसैले गर्दाखेरि तपाईँ हामी सबै परिचित भएका छौँ। यसरी नै परिचित हुँदा यो डिएक्सनलाई हामी अघि बढाउनु पर्छ। डिएक्सन इज पोजिटिभ। डिएक्सनबाट हामीले हर कुराहरू पोजिटिभ लिन्छौँ, हर कुराहरू पोजिटिभ नै सिकाउँछ। र डिएक्सनबाट के पाइन्छ र डिएक्सन कसरी व्यवसाय बनाउन सकिन्छ या फेरि डिएक्सनबाट कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा तपाईँहरूले विकली आउँदाखेरि यहाँ प्रोग्राममा लिडर्सहरूले बताउनु भएको छ। लेखेर बताउनुहुन्छ, पढेर सुनाउनुहुन्छ, बोलेर भन्नुहुन्छ, या तपाईँहरूलाई फेरि देखाएर पनि उहाँहरूले स्क्रिनसट गरेर पनि देखाउन भन्न सक्नुहुन्छ। तपाईँ हामी सबैको आँखा छ, हामी सबै संसार देख्न सक्छौँ, तर म एउटा होला आँखा भएर पनि जुन लेखेको अक्षर देख्न नसक्ने मान्छे, त्यति मध्येमा म पर्छु। के तपाईँहरू हुनुहुन्छ त्यस्तो? तपाईँ पनि हुनुहुन्न। तपाईँहरूले यो लेखेको अक्षर त बुझ्नुहुन्छ नि, तर म त्यस्तो छु, म अन्धी छु नि। यो जति लेखेको यहाँ अहिले लेख्नु भएको छ, यहाँ मान्छे म देख्छु, लेखेको अक्षर देख्छु, तर त्यो के हो भन्ने कुरा त्यो के लेखेको छ भन्ने कुरा नबुझ्ने मान्छे मध्येमा म पर्छु। के तपाईँहरूलाई विश्वास लाग्छ? लाग्दैन होला जहाँसम्म। तर त्यो अवस्था भए तापनि डिएक्सनले आज हेर्नुहोस् त यहाँसम्म पुर्याइदिएको छ र यहाँसम्म आएर आफ्नो केही कुराहरू सेयर गर्न पाएकी छु। र साथै तपाईँलाई कसैले यतातिर गएँ, तपाईँलाई कसैले खास व्यक्ति बनाउँदैछ भने कहिले पनि कसैको लागि खास व्यक्ति नबन्नुहोस्। कसैले तपाईँलाई स्पेसल, मेरो लागि तिमी स्पेसल हो, मेरो लागि तपाईँ स्पेसल हुनुहुन्छ, मेरो लागि तपाईँ खास हुनुहुन्छ भन्नुभयो भने कसैको लागि खास बन्नबाट इन्कार गर्नुहोस्। कसैको लागि स्पेसल व्यक्ति बन्नुबाट इन्कार गर्नुहोस्। जसको लागि खास बन्दै हुनुहुन्छ, जसको लागि स्पेसल बन्दै हुनुहुन्छ, भोलि उहीबाट तपाईँको जिन्दगी जे पनि हुनसक्छ। त्यसैले जिन्दगीमा कसैको लागि खास बन्नुभन्दा पनि, कसैको लागि इम्पोर्टेन्ट बन्नुभन्दा पनि कसरी आफूले चाहिँ उहाँहरूलाई बनाउने हो त्योतिर लाग्नुपर्छ।